आज चाहिँ म मेलम्चीतिर घुम्न आएको छु। यो चाहिँ भोटेश्वरदेखि अलिकति यता साइडमा पर्छ। तर मेलम्ची अझै यहाँबाट 17 किलोमिटर छ भने 17 किलोमिटर भनेको चाहिँ अझै 1.5 घन्टा यहाँबाट समथिङ होइन। अनि म यस्तो ठाउँमा छु अहिले चाहिँ पहाड छ वरि। मान्छे मरेछ नि त अघि, अनि मलाई कस्तो फिल पनि भयो क्या, नराम्रो फिल पनि भयो हुनु त है। अब भिडियो पनि नखिच्नु पर्ने हो, तर मैले चाहिँ अब खिचौँ न त भनेर हल्का मैले खिचिदिएँ, भिडियो बनाएँ, भिडियो पनि बनाएको छु। तर बनाउनु चाहिँ नहुने हो नि त त्यो होइन। एउटा दुःख परिरहेको बेलामा हामी खुसी भएर भिडियो बनाउनु द्याट्स नट गुड होइन। तर पनि मैले बनाइदिएँ। सो त्यस्तो नराम्रो नसम्झिनु होला मलाई। घुम्न आएको थिएँ गाउँघरमा, त्यसरी हुँदो रहेछ, मान्छे मर्दाखेरि त्यसरी लाग्दो रहेछ भन्ने तरिकाले मैले त्यो भिडियो बनाएको हो होइन, तपाईँहरूलाई नै देखाउनको लागि। हुन त तपाईँहरू पनि गाउँकै हुनुहुन्छ, म पनि गाउँकै हो। तर पहिलेको चलन अनि अहिले फेरि आएर त्यही चलन देख्दाखेरि अलिकति अर्कै फिल भएको मात्र हो। पहिले किनकि हामी 4वटा काँधमा चाहिँ बाँसमा हालेर मान्छे लान्थ्यौँ भने अहिले त गाडीमा लाने चलन छ। अनि त्यो बाँसमा बाँधेर मान्छेलाई चाहिँ काँधमा हालेर होइन, मलाई शुद्ध चाहिँ हामी त्यसरी जान्थ्यौँ नि त, बाटो त्यसरी घुम्दै। सो त्यही भएर अनि त्यो नदेखेको चाहिँ धेरै भयो कि। अनि अहिले चाहिँ त्यही देखेर मैले भिडियो बनाएँ, हल्का बनाइदिएँ होइन, धेरै पनि होइन, हल्का बनाइदिएँ। अनि त्यसमा नराम्रो नसोचिदिनु होला तपाईँहरूले, बनाइहालेँ होइन। अनि तपाईँहरूलाई देखाउनको लागि बनाएको। तर असो स्याड यार होइन, फर्स्ट टाइम त्यसरी हिँड्दाखेरि मैले बाटोमा त्यसरी मान्छे मरेको भेटेँ। उहाँको आत्माले शान्ति पाओस् होइन, उहाँ स्वर्गमा पुगोस्। अब म यहाँसम्म आउँदाखेरि पनि होइन, अब म नि यहाँसम्म आउँदाखेरि पनि यो भिडियो बनाइन भने चाहिँ मलाई पाप लाग्छ है। किनकि यहाँको यो देखाइन भने होइन, पाप लाग्दैन त। यस्तो दामी ठाउँ यार, पहाड सो गुड यार। फर्स्ट टाइम आउँदैछु यार यस्तो यो पहाड भएको ठाउँ होइन। दामी लाग्यो क्या मलाई यो ठाउँ चाहिँ। यहाँबाट हेर्नु न कस्तो पहाड छ। ओ माइ गड। अब यो क्यामेरामा त अझै आइफोन भएको भए त दामी देखिन्थ्यो होला, तर यो आइफोन होइन है, त्यही भएर चाहिँ यस्तो देखिरहेछ। तर आइफोनमा चाहिँ सेम टु सेम देखिन्छ नि त, आँखा जस्तै हुन्छ आइफोन भनेको चाहिँ। अनि है, तर पनि दामी देखिरहेछ, खतरा छ यो ठाउँ चाहिँ। बवाल छ, पहाड छ है। यता माथि यो खेतीहरू भर्खरै यो मकै रोपेको रहेछ, मकै रोपेर चाहिँ अनि सकाएको रहेछ यो चाहिँ होइन। दामी छ, यहाँ चाहिँ रोड रहेछ छेउमा है, घुमाउरो बाटोहरू छ यहाँ चाहिँ होइन। तर जे होस् दामी छ यो ठाउँ, फेरि आउनु रहेछ। गुड यार, गुड प्लेस, दामी लाग्यो, खुसी लागिरहेको छ यो ठाउँ। अहिले चाहिँ खतरा छ, दामी छ। तपाईँहरू पनि घुम्न आउनु होला, यो ठाउँ खतरा छ एकदम, हेर्दाखेरि लाइकको छ। अहिले चाहिँ म ठ्याक्कै मेलम्चीमै आइसकेको छु होइन। अनि यो मेलम्चीको डाँडा होइन, मेलम्ची नै चाहिँ नभनौँ, मेलम्ची चोक चाहिँ होइन यो, तर मेलम्चीको छेउछाउ छ। मेलम्ची चाहिँ यहीँनिर पर्छ होइन। यो जुन देखिरहेछ यही हो मेलम्ची। यहाँबाट अब 10-15 मिनट लाग्छ, तर म अब जाँदिनँ किनकि मसँग टाइम छैन। म चाहिँ यहीँबाट फर्किनेवाला छु, किनकि म 5 बजे पुगिसक्नु पर्ने हुन्छ ड्युटीमा। अब काम पनि गर्नु पऱ्यो होइन। अनि त्यही भएर ड्युटीमा पुगिसक्नु पर्ने हुन्छ। अनि यतिखेर चाहिँ म यो डाँडामा भिडियो बनाउँदैछु। अनि यहाँबाट म घर जान्छु, किनकि यहाँभन्दा उता गयो भने मसँग फर्किने टाइम हुँदैन, 5 बजे पुगिसक्नु पर्ने हुन्छ। सो त्यही भएर यो डाँडा, यो रमाइलो छ यो गाउँ चाहिँ होइन। यहाँबाट हेर्नु पर्दाखेरि चाहिँ दामी लाग्छ। कालीमा पनि हजुर मटर गुड्दो रहेछ भने जस्तै उकालीमा पनि
मटर कुट्दो रहेछ भने यस्तै ठ्याक्कै यो ठाउँमा म आइसकेको छु। रमाइलो छ घुम्नको लागि, रमाइलो भइरहेछ है। अनि सो आइएम फाइन नाउ, एकदम इन्जोय गरिरहेछु। तपाईँहरू पनि आउनु होला कुनै दिन यो ठाउँ घुम्नको लागि, रमाइलो हुनेछ। हेर्दाखेरि एउटा आँखाको दृश्य, मनको शान्ति मिल्नेछ। सुनसान छ यो ठाउँ होइन। सुनसान ठाउँमा सुनसानै तरिकाको इन्जोय गर्नुको फरकै मजै अर्कै हुन्छ। अब चाहिँ म जानुपर्छ, गएन भने मलाई नै लेट हुन्छ फेरि होइन। बाटो उकालो रहेछ यहाँ अलिकति, यहाँ लेट हुन्छ। सो त्यही भएर म जानै पर्छ। आई वान्ट टु गो माई होम काठमाडौँ। अब यहाँबाट काठमाडौँ जानको लागि समथिङ लाग्छ, काठमाडौँ पुग्नलाई यहाँबाट 2 घन्टा समथिङ लाग्छ होला, 2-2.5 घन्टा। तर म बाटोमा अड्किँदै जानेछु। यत्तिकै हिँडिकिनै गएर भने त सायद छिटै पुगिन्छ होला, तर म अड्किँदै जान्छु बाटोमा। सो त्यही भएर बाटोमा बिस्तारी अड्किँदै भिडियोहरू बनाउँदै जाँदाखेरि अलिक ढिलो हुन्छ। तर 5 बजेभित्र म काठमाडौँ छिरिसकेको हुनुपर्छ, किनकि ड्युटी पनि गर्नुपर्ने हुन्छ। 5 बजेदेखि मेरो ड्युटी छ। यदि छिरिनँ या ड्युटी गर्न सकिनँ भने फेरि मेरो ड्युटी पनि आउट हुनेछ, अनि म बेगारी हुन्छु। बेगारी भयो भने फेरि यसरी भिडियो बनाएर मात्र पनि पैसा आउँदैन होइन। मेरो फेसबुक पनि मोनिटाइजर भइसकेको छैन, अनि